नमस्ते सबैजनालाई। आजको भिडियो एकदमै स्पेशल छ किनभने धेरै टाइमपछि स्कुलदेखिका साथीहरूसँग भेटघाट गर्ने प्लान छ अनि यो भेटलाई यादगार बनाउनको लागि हामी मेगा रिसोर्टको पिसफुल इन्भाइरोमेन्टमा लोकल बाले पनि ट्राई गर्नेछौँ। स्टे ट्युन है। म चाहिँ अहिले मेरो साथी प्रवेशलाई आइसकेँ भेट्नुहोस्। हेयर इज प्रवेश। हेलो बाले, हाउ आर यु? अल गुड। अब यो ब्लग मैले टेक ओभर गर्छु एकछिनको लागि, म कुरा गर्छु हैन। म बालीबाट दिँदैछु ल ल ठिक छ ल। आज फेरि बालीको सानो एउटा गेट टुगेदर गर्ने भन्ने थियो रमाइलोको लागि। अब हामी त्यही जाँदैछौँ। अब एउटा साथीलाई भेट्छौँ रमेशलाई, त्यहाँबाट हामी निस्किन्छौँ अनि तपाईँलाई देखाउँदै गर्छौँ के गर्छौँ कसो गर्छौँ। इन्जोय गर्दैछ ल। अब हामी रमेशका निस्किँदैछौँ। अब एकछिनमा रमेशका पुग्छौँ। अब रमेशलाई भेटेर कुरा गरौँ ल। हिजोको हाम्रो प्लान चाहिँ क्यान्सल भयो पानीले गर्दा। सो यो काले, म अनि रमेश र अर्को एउटा साथी आउँदैछ सुशील। हामी चाहिँ यो स्कुलदेखिको साथी हो भनौँ न, सँगै +2 पनि भयो अनि हाम्रो SLC सम्म ब्याच पनि सँगै हो ल। हाम्रो साथी हो ग्रुपमा एउटा नयाँ बाइक भित्राएको छ हाम्रो रमेश साथीले। हाम्रो रमेश भाइले एउटा बाइक किनेको छ रमेशले। रमेश पनि रमेशको नयाँ बाइक र रमेशको यो पठाओ पार्सल भन्ने रमेशको हो। र हामी अब एकछिनमा रमेशलाई भेट्दैछौँ। के छ रमेश? सब ठिक छ रमेश यार। अब के छ ल, बालेको आज सानो ग्यादरिङमा के भन्नु छ भने चाहिँ यस्तो ल। आज साथीलाई धेरै पछाडि देख्न पाइयो होइन, एकदम खुसी लागिरहेछ मलाई चाहिँ। म चाहिँ एकदम हर्ष उल्लास छु ल। अनि साथी चाहिँ एकदम भ्लगर पनि भइरहेको रहेछ, त्यही भएर म चाहिँ एकदम खुसी छु। अनि क्रिस भ्लगलाई चाहिँ सबैले चाहिँ एकदम सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, एकदम माया गरिदिनु होला, म त्यही भन्न चाहन्छु ल। अर्को साथी हाम्रो यहाँ सुशील पनि आइपुगेको छ ल। सुशील के छ विचार? नयाँ कस्तो लागिरहेको छ तँलाई बालेको ब्लगमा? बालेको ब्लगमा एकदम गुड, राम्रो गरिरहेको छ जिउस। ल गाइस, यो हामी चाहिँ काले, म सुशील र रमेश। आज चाहिँ हामी रमेशको फेभरेट स्पट और रमेशको चाहिँ जाँदैछौँ हामी चाहिँ आज। लेट्स सी त्यहाँको फुड पनि ट्राई गरौँ र हाम्रो चाहिँ साथीभाइको गेट टुगेदर जस्तो पनि हल्का रमाइलो गरौँ भनेर। लेट्स सी हाउ विल बी द इभिनिङ गाइज, स्टे ट्युन विथ मी। अब हामी यहाँबाट मेगा रिसोर्टको लागि निराश होइन। आजको वेदर यस्तो चिसो छ, मजा आएको रमाइलो छ होइन। मौसम पनि चिसो कुल, साथीहरू धेरै पछि भेटेको छ, रमाइलो भइरहेको छ, मिठो मिठो गफ हुँदैछ। अब अति अन्त गफ हुनेछ। अब एकछिनमा रमेशको घर जान्छौँ र त्यहाँबाट हामी मेगा रिसोर्ट पुग्छौँ होला। भ्यू चाहिँ बबाले हरियाली छ। सो आई विल आस्क विथ माई फ्रेन्ड काले। कस्तो काले? भाइब त मलाई एकदम मन पऱ्यो, चिल होइन। उता यता जङ्गल, आनन्द, कुल इन्भाइरोमेन्ट, माइन्ड फ्रेस, रिफ्रेसिङ छ। मलाई एकदम मन पऱ्यो। चिसो पनि आज वेदरले पनि हाम्रो साथ दिएको हुनाले होला जोस राम्रो लागिरहेको छ मलाई। र एउटा ठाउँ पनि, लोकेसन पनि एकदम बेस्ट। अब फुड चाहिँ कस्तो छ, फुड आएपछि भन्छु होइन, त्यसको लागि त अहिले भन्न मिल्दैन। तर मलाई त्यस एरिया चाहिँ एकदम मन परेको। कस्तो लागिरहेको छ? एकदम गुड। खतरा छ खतरा। के हो हजुर? कतार भाइब्स त के होला रे यस्तो? कतार भाइब्सले फलो कुरा सुनिन्छ। अनि मेगा रिसोर्टमा छौँ र यहाँको चाहिँ स्पेसल लोकल भाले छ अरे। सो वी क्यान सिलेक्ट द होल चिकन और दे विल कुक द डिफरेन्ट आइटम्स। सो आई विल आस्क विथ माई फ्रेन्ड हियर। भाइ यहाँ लोकल भाले जिउँदो पनि पाइन्छ? हजुर पाइन्छ नि, पुरा लोकल हो नि? हजुर। अनि त्यो आइटमबाट के बनाउनुहुन्छ? हामीले फ्राई गराउँछौँ, ग्रेभी गराउँछौँ, टिक्का बनाइदिन्छौँ। त्यही एउटै भालेबाट? एउटै भालेबाट। अनि एउटा भालेको पर केजी कति पर्छ नि हामीलाई? हामीलाई पर्छ 1300 पर केजी। अनि पकाएको छुट्टै चार्ज लाग्थ्यो? हामीले चाहिँ 3 आइटम बनाइदिन्छौँ, लोकल फ्राई अनि ग्रेभी बनाइदिन्छ। हामीले पर केजी चाहिँ 1400 लिने गरेका छौँ। पकाएसहित भालेको र उसको गरेर हजुर 1400 होइन? हजुर। यो आजको हाम्रो चाहिँ लोकल भाले। भाले हेर्दा त लोकल हो गाइज। खुट्टा हेरेर थाहा हुन्छ अरे, मलाई चाहिँ थाहा छैन यो लोकल हो। रातो भाले चिया आइपुगेछ। फर्स्टाउनु चाहिँ हामीले चिसो मौसमलाई तातो बनाउन हाम्रो चिया। यहाँ हजुरले चाहे जस्तै लोकल भालेको परिकार बनाइदिनु हुँदो रहेछ।
त्यसैले हामीले दुईवटा आइटम बनाउन लगायौँ, एउटा कटनेसी अनि अर्को सानो। हाम्रो अर्डर रेडी हुँदै गर्दा हामीलाई कम्प्लिमेन्ट्री पपकर्न पनि सर्भ भयो। फर्स्टमा हाम्रो चिकन कटनेसी रेडी भएर आएको छ, जसमा पाङ्ग्रा, खुट्टा, कलेजो अनि भालेको अन्डा जस्ता पिसहरू छन्। एकदमै टेम्पटिङ अनि फ्लेभरफुल, सो डेलिसियस, लभ इट। हाम्रो अर्को आइटम चिकन साँधेको आइपुगेको छ, जसमा स्मल चप टोमेटो, जिन्जर, गार्लिक, अनियन अनि टपमा कोरिएन्डरले गार्निस भएको छ। एकदमै डेलिसियस अनि टेम्पटिङ देखिएको छ। लेट्स चेक इट आउट। दामी, हल्का सावर सावर, स्पाइसी, धनिया, गार्लिक, जिन्जर सबको फ्लेभर दामी छ। यो चाहिँ हाम्रो लोकल कुखुराको फ्राइड साँधेको एकदम बवाल मिठो टेस्टी। हाले यो कस्तो लाग्यो त हाम्रो यो लोकल फ्राइड साँधेको, लोकल साँधेको? मलाई जो मिठो लाग्यो अल ओभर भन्दाखेरि मैले 10 मा 9 दिन्छु, 9.5। 9.5 इट मिन्स यो चाहिँ राम्रै छ। लक्क यो चाहिँ तपाईँको अब बियरहरू खाँदै हुनुहुन्छ भने यस्तो खाँदासँग एकदम बेस्ट शीतल लाग्यो है मलाई चाहिँ। मैले चाहिँ अब पानी खाइरहेको छु, त्यही पनि। रमेश कस्तो लाग्यो त यो? मैले पानी खाइरहेको छु, हजुरले बियर खाइरहेको छ, त्यो पनि बुझाएको छु मैले। पानीसँग खाँदाखेरि, अरे बियरसँग पानीसँग खाँदाखेरि कस्तो लाग्यो त? पानीसँग खाँदा एकदम दामी छ। यो आइटम म बियरसँग पनि यस्तो ताक्छु त कस्तो ल। ओभरअल यहाँको सर्भिस, एम्बियन्स अनि खाना एकदमै राम्रो अनि मिठो छ। इफ यु गेट टाइम, ट्राई इट। अनि डोन्ट फर्गेट टु लाइक, कमेन्ट अनि सब्सक्राइब टु क्रिस एडभेन्चर्स। अनि कमेन्ट गरेर तपाईँको फेभरेट रेस्टुरेन्ट अफ तुलसीपुर पनि सेयर गर्नुहोस् है, सो आई क्यान ट्राई इट। चाउ फर नाउ।